यता हेर्नु त मलाई लास्ट हाँसो लागिरहेको है तपाईँलाई देखेर पछाडिबाट त धनुष बाण बोकेर लक्ष्मण उसमा जान लाग्यो जस्तो देखेछ त ए राम ल है गाइजहरु हाम्रो ट्रेकिङ दिल्लीको यात्रा सुरु भइसक्यो विज्ञान दाइको स्टिकबाट यो चाहिँ सलाम सबैलाई वेलकम टु नेपाल हैन बाख्राइनको फ्यामिलीलाई हो क्या हो त नि वेलकम टु नेपाल सब नेपाल घुम्न आउनु पर्छ अहिले हामी चाहिँ कहाँ छौं रे अहिले हामी चाहिँ लेक साइडमा ठ्याक्कै चिल गर्दै घुम्दै छौं कतैवटा कता स्कुटर डरो देखेछ त विज्ञान दाइ लाउरे तिहार लगाइसक्यो गाइजहरु हाम्रो पोखरामा चिसो बियर दाइलाई अर्को हाम्रो गाइज यहाँ तिलीचोको लागि झोला बोकेर बम बारुद बोकेछ बाढ निकाल्नु बाढ निर्माया उतै नजरा सोल्टिनीको डाँडो मान्छे उतिर अब सक्यो यति हो टुकाउने है यो टुका सकेपछि सक्यो हेलो नमस्ते सबैजनालाई मेरो यो नयाँ भ्लगमा अब भगल भ्लग भन्ने के भन्नु अब 4-5 महिनापछि एउटा भिडियो अपलोड गरेको हुन्छु अनि स्पेशली चाहिँ यो चाहिँ मेरो भ्याकेसनको भिडियो हो त्यही भएर भ्याकेसनमा ट्रेकिङ गएको भएर मैले भिडियो बनाएको हो अनि स्टार्टिङमा वेलकम केही पनि भन्न पाएन हैन अनि त्यही भएर बीचबाट चाहिँ भिडियो हाल्दिएको तर मेमोरीको लागि अनि हामी चाहिँ तिलेचो गएको थियौं अनि यो चाहिँ सायद बीच बाटोमा पुगेर बनाएको भिडियोहरु हो हैन अनि यो चाहिँ हाम्रो अक्टोपस झरना लमजुङको अनि हामी चाहिँ यहाँ गएर फोटोसोटो खिचेको थियौं एकदमै राम्रो पहिलो ट्रेकिङ हो यो मेरो चाहिँ अनि यो चाहिँ मनाङ हैन यो चाहिँ लमजुङ जिल्लामा पर्छ अनि हामी यहाँ गएर बिहानको 4:30 बजे पोखराबाट हिँडेको थियौं भने हामी यहाँनिर त्यस्तै खाना खाएर 12 बजे कति बजेतिर टाइम बिर्सी हैन अनि हामीहरु चाहिँ यस्तो बाटो भएर टक्क गएको थियौं अनि हाम्रो यो भिडियो बनाउने मेन पर्सन चाहिँ हाम्रो ज्वाइँ बाबु हुनुहुन्छ हैन उहाँको नाम चाहिँ सबिन गुरुङ ज्यू थ्यांक यू सो मच तपाईले मलाई भिडियो बनाएर दिनुभयो अनि मैले यहाँ अहिले युट्युबमा हाल्न पाइरहेको छु हैन अनि हामी चाहिँ तिलीचो जानको लागि र्यान्डम प्लान भनौं त्यस्तो कुनै खासै ठुलो त्यो प्लान थिएन तर हामी चाहिँ यतिकै र्यान्डम गइदिम न त भनेर अब हिँडेको हैन मेरो नै फोर्सफुलीमा अनि हाम्रो चाहिँ यस्तो हिमाल पहाड बाटो चाहिँ खतरा डेन्जर पहिलो चोटी गएको हैन यस्तो बाटोमा हामी चाहिँ एकदमै डर लागिरहेको थियो अनि यो बाटोहरु देख्दा पनि यस्तो डेन्जर क्या एकदमै डेन्जर खतरा भनौं अब डेन्जर मात्र हैन खतरा मात्र हैन भेरी खतरा अनि यो बाटोहरु हुँदै हामी गएको थियौं तर म छेउमा चाहिँ बसिन किनकि मलाई लास्ट डर लाग्छ नि त यो हाइटहरु देखेर उसहरु देखेर त्यही भएर मैले बाबुलाई चाहिँ यो भिडियो बनाइदिनु भनेर भनेको थिएँ कि अनि बाबुले चाहिँ यो भिडियो बनाएको हो हैन अनि
जस्ट दामी भएको थियो हैन किनकि पहिलो ट्रेकिङ थियो मेरो लाइफको पहिलो ट्रेकिङ नै हो मेरो चाहिँ अनि यो चाहिँ मनाङको गाउँ अनि यहाँनिर चाहिँ यस्तो दामी दामी झरनाहरू हैन यस्तो दामी दामी झरना त यस्तो कति यस्तो झरना त अनि गाउँ यस्तो दामी मर्साङदेखिको छेउछेउ हिँडेको थियो मामा हैन अनि के भन्छ रे यस्तो सानो सानो झरना त कति हो सायद यो हिउँबाट आएको पानी हुन सक्छ अनि यो चाहिँ मनाङको खै कुन ठाउँ हो यहाँ पुगेर हामीले चियाहरू खाएको थियौं हैन दामी अनि यहाँनिर त्यस्तो डरलाग्दो उसहरु पनि हुँदो रहेछ के मतलब ओडारहरु पहाडको तलपट्टि गाउँहरु थियो अनि पानी यस्तो चिसो नभए नि होला जस्तो अनि एकदमै रात परिसकेको थियो हामी जाने बेलामा अनि हामी चाहिँ बेस क्याम्प भन्दा पनि हामी चाहिँ एउटा त्यो मेन भनेको बस स्टेसन लास्टमा के बस स्टप स्टेसन भन्न आएछ बस स्टप पुग्नु थियो नि त अनि यो चाहिँ स्वर्गदानी बाटो रे यहाँनिर कोही पनि पुग्न सकेको छैन रे यहाँनिर बाटोमा बिचमा गयो भने चाहिँ बाटो जिगजाग भइदिन्छ रे घुम्ती हुन्छ रे बाटै पहिलाउँदैन रे भन्नु भएको थियो हाम्रो नवीन गुरुङज्यूले अनि यो चाहिँ स्वर्गजानी बाटो हो रे है अहिलेसम्म कोही पुगेको छैन भनेको छ तर त्यो हामीलाई थाहा छैन के हो अनि यो चाहिँ हामी आइपुग्यो कुन गाउँ हो मैले त बिर्सिसक्यो कुन गाउँ हो कुनी मैले त बिर्सिए यो कुन गाउँ हो मलाई थाहा छैन नामहरु बिर्सिए के थियो नाम पनि च्यामे त्यस्तो टाइपको थियो हैन यहाँनिर चाहिँ हामी चाहिँ बेलुका चाहिँ भिडियो के पनि बनाउन पाएन तर मैले मर्निङको मात्रै फोटो भिडियो लिएको थिएँ त्यही भएर मैले गुड मर्निङ भन्दिए अहिले नै है अस्ति नैको बासीवाला गुड मर्निङ यो चाहिँ खानसार हैन खानसार बस स्टप यहाँबाट गाडी पनि जान्न रे केही पनि जान्न रे तर मेरो ज्वाइँले चाहिँ मलाई भिडियो बनाएर ल्याइदिनु भएछ त्यही भएर मैले भिडियो पनि पोस्ट गरिदिए है अनि यो चाहिँ खानसारबाट मर्निङ भ्यू दामी हिउँ परेर सेतै भएको थियो अनि हामी चाहिँ सुतिरहेको थियौं तर बाबुले चाहिँ भिडियो बनाएर ल्याइदिनु भएको रहेछ यो चाहिँ फेरि मैले बनाएको भिडियो है हाम्रो यति नै थियो आजको अनि मैले धेरै भिडियोहरु पनि बनाउन पाएन हैन किनकि एकदमै थाकेको थियो बिहान 6:30 बजेबाट हामी ट्राभल गरेको त्यस्तै बेलुकाको 7-8 बजेतिर पुगेको थियो होला हैन तर टाइम नै बिर्से मैले अनि त्यबाट भिडियोहरु केही पनि बनाउन पाएन अनि यतिकै सुतिम खाना खाएर अनि यति नै थियो आजको भ्लग चाहिँ भ्लग हैन यो सायद हैन यसलाई त भ्लग भन्दैन अनि के भन्छ रे अर्को भिडियोमा चाहिँ म उता तिलेचो सम्मको बेस क्याम्प सम्मको भिडियो र माथि तिलेचो सम्मको भिडियो ल्याएर देखाउँछु ल थ्यांक यू सो मच